नमस्कार अनि हार्दिक स्वागत छ यो मेरो अर्को नयाँ भिडियोमा। धेरैजना साथीहरु भिडियोको प्रतीक्षा गरेर बस्नु भएको थियो होला। तपाईको प्रतीक्षा भएलाई समाप्त पार्दै आज यो नयाँ भिडियोमा उपस्थित भइसकेको छु। त्यसैभन्दा पहिला कमर्सियल अफिसियल युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छ भने गएर सब्स्क्राइब गरिदिनु होला। किनभनेपछि यस्तै विभिन्न खाले भिडियोहरु युट्युब च्यानल मार्फत हरेक दिन साँझ प्रसारण हुने गर्दछ र मेरो आफ्नै पर्सनल अकाउन्ट फेसबुक पेजबाट पनि एकैसाथ प्रसारण हुने गर्दछ। विभिन्न सूचनामूलक भिडियोहरु, जानकारीमूलक भिडियोहरु, समाचारहरु म प्रत्येक दिन लिएर आउने गर्दछु। हरेक एक दिनको टपिक्स हुन्छ, त्यो चाहिँ हामीले फलो गर्दै गइरहनु होला। र आजको टपिक के छ भन्दाखेरि यो जेनजी भने के हो खासमा अब कतिपयलाई थाहा छैन। यदि अहिले यो ठ्याक्कै यो जेनजीको आन्दोलन सकिए लगतै अहिले के छ भन्दाखेरि त्यो 46 48 48 50 वर्षका भनौं न युवाहरू अहिले ठ्याक्कै जेनजी भएका छन् क्या। यो 50 55 वर्षका मान्छेहरु पनि अहिले जेनजी भएका छन्। यो खासमा के हो, अहिले यो जो पार्टीका झोलेहरु छन्, जो अहिले पार्टीको पुच्छर समाएर पछाडी दौडिरहेका थिए, ती मान्छेहरु अहिले ठ्याक्कै जेनजी भइरहेका छन् के। मैले नबुझेको कुरा चाहिँ मेरा साथीहरु पनि यसमा धेरै छन् हैन। अहिले ट्याक्कै मेन्सन गरौँ भनेपछि फेरि उहाँहरुले मलाई गाली गर्नुहुन्छ, त्यो मलाई राम्रोसँग थाहा छ। यो जो पनि म जेनजी हो भन्ने जेनजीको परिभाषा थाहा छैन भनेपछि जेनजी कसरी हुन सक्छन् मैले नबुझेको कुरा। र छोड्दिउँ यो कुरालाई, यहाँ नजिक छोड्दिउँ हैन। त्यो आफ्नो भयो, कोही पार्टीको झोले होस्, कोही होस्, त हामीले सरोकार भएन। मैले भन्न खोजेको चाहिँ जरा झोले चाहिँ नबनौं, पार्टीको झोले नबनौं। यदि झोले बने पनि राम्रो काम गरौँ, यो तपाईँ हाम्रो सबैको दायित्व हो। त्यो चाहिँ अबको मैले विशेष गरेर अहिले पछिल्लो समयमा चाहिँ प्राथमिकता दिएको कुरा चाहिँ हाम्रो चामुण्डा बिन्द्रासरी नगरपालिका। चामुण्डा बिन्द्रासरी नगरपालिकामा यो दशैं आइरहँदा, तिहार आइरहँदा त्यहाँका बाटाहरूलाई चाहिँ हेरिएको छैन। त्यो बाटाहरुको अवस्था एकदमै नाजुक छ। खासमा यो अब 5-7 दिन कति बाँकी छ यो दशैं आउन, त्यो बाटोहरु त बनाइदिनु पर्छ नि नगर सरकारले, स्थानीय सरकारले। होइन बजेटै छैन भनेपछि जनताहरुबाट उठाए पनि भयो होइन, हामी दिन तयार छौं, सबै दिन तयार छन्। यदि बजेट हुँदा हुँदै पनि त्यो बाटो चाहिँ किन नबनाएको, यहाँभन्दा पहिले चाहिँ बनाइरहेको थियो होइन। तपाई हामी सबैले देख्यौं, त्यो राम्रो कुरा पनि हो। अहिले चाहिँ त्यो बाटोको मान्छे हड्ने अवस्था पनि छैन। त्यो बाटो चाहिँ अलिकति ध्यान दिनुपर्छ भन्ने नगर सरकारले मेरो यो विषय हो। तर यस्तो कामले चाहिँ तपाई फेरि उड्न सक्नुहुन्न क्या। तपाई यो चोटी होला होइन नगर प्रमुखज्यू, मैले यो आग्रह गरे तपाईलाई कति म यति घोचपेच गरिरहेको छु भनेपछि तपाईको ध्यान अझै पनि गएन। यो भिडियो शेयर गरेर नगर प्रमुखसँग पुर्याउनुस् तपाईहरु।